आजको भिडियोमा चाहिँ हामीले एउटा न्यू अर्निङ एप्लिकेसन जसमा चाहिँ हजुरले घरमा बसेर ससानो कामहरू गरेर चाहिँ मजाले इन्कम लिन सक्नुहुन्छ है त। यसमा चाहिँ हजुरले गेम खेलेर पनि मस्त इन्कम लिन सक्नुहुन्छ। त्यस्तै गरी बक्सहरू ओपन गरेर स्पिन गरेर पनि इन्कम लिन सक्नुहुन्छ। जस्तै यहाँ म हजुरलाई एउटा डेमो पनि देखाउने छु है त। अब यहाँ इन्कम 3x भनेको छ, म चाहिँ सिम्पली यसलाई कट गर्छु। अब यहाँ चाहिँ हजुरले सिम्पली यिनी दुईवटा मर्ज गर्नुपर्ने हुन्छ अनि यिनी मर्ज गर्दै चाहिँ लेभल अप भएपछि चाहिँ कोइन पाउन सक्नुहुन्छ, जुन कोइनलाई चाहिँ हजुरले सजिलैसँग विथड्र समेत गर्न सक्नुहुन्छ। यदि हजुरहरू पनि यो एप्लिकेसनमा जोइन भएर अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। साथीहरू, यदि हजुरहरू पनि यो एप्लिकेसनमा जोइन भएर घरमा बसेर केही भए पनि इन्कम गर्न चाहनुहुन्छ भने लिङ्क डिस्क्रिप्सन बक्समा छ, लिङ्कमा ट्याप गर्न साथ हजुर चाहिँ यस्तो होम पेजमा आउनुहुनेछ है त। आइसकेपछि सिम्पली यहाँ गो नाउमा चाहिँ ट्याप गर्नु होला। यहाँ ट्याप गरिसकेपछि अब यहाँ चाहिँ हजुरको एप चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। सिम्पली एप इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि सिम्पली ओपन गर्नु होला है त। ओपन गर्न साथ हजुरको एप चाहिँ ओपन हुनेछ। ओपन गरिसकेपछि यहाँ चाहिँ हजुरले फर्स्टमा चाहिँ साइन इन चाहिँ गर्नुपर्ने हुन्छ, आफ्नो एकाउन्ट चाहिँ खुलाउनु पर्ने हुन्छ है त। यहाँ चाहिँ हजुरले पे आउटको अप्सन देख्न सक्नुहुन्छ। मिनिमम रिडिम भनेको जम्मा 1000 कोइन रहेको छ। TRX IMPमा पनि रिडिम चाहिँ यसबाट लगाउन सक्नुहुन्छ है त। म चाहिँ सिम्पली यसले चाहिँ अर्न मोर कोइन्समा ट्याप गर्छु। यहाँ प्रोफाइलमा गएर चाहिँ हजुरले आफ्नो एकाउन्ट चाहिँ फर्स्टमा चाहिँ साइन इन गर्नु होला है त। साइन इन प्रोसेस कम्प्लिट गरिसकेपछि हजुरले यहाँ डेली चेक इनको अप्सन आउँछ। यो चेक इन गरेर पनि इन्कम लिन सक्नुहुन्छ। अब त्यस्तै गरी हजुरले फर्स्टमा आफ्नो एकाउन्टलाई एक्टिभ गर्नको लागि फर्स्टमा स्पिन चाहिँ गर्नुपर्ने हुन्छ। 6 टाइम स्पिन चाहिँ गर्नु होला है त। यहाँबाट चाहिँ हजुरले स्पिन गर्न सक्नुहुन्छ। हजुरको यहाँ स्पिन गर्दा चाहिँ हाम्रो एउटा एड आउँछ है त। एड कम्प्लिट भइसकेपछि चाहिँ हजुरले सिम्पली 6वटा स्पिन गरिसकेपछि हजुरको एकाउन्ट चाहिँ एक्टिभ हुन्छ है त। हाम्रो चाहिँ एड आउँदैछ, हजुरले यहाँ देख्न सक्नुहुन्छ। म चाहिँ सिम्पली केही समय वेट गर्छु। वेट गरिसकेपछि सिम्पली यहाँ चाहिँ अब हाम्रो कटको अप्सन आउनेछ। सिम्पली कट गर्छु। अब यहाँ चाहिँ पनि हाम्रो केही समय चाहिँ लाग्नेछ है त। अब सिम्पली कट गर्छु। अझै पनि एकचोटि हामीले कट गर्नुपर्ने छ। यहाँ सिम्पली हाम्रो कट भइसकेको छ र हाम्रो स्पिन पनि घुमिसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। सिम्पली मेरो 20 कोइन चाहिँ परिसकेको छ। यस्तै गरी चाहिँ हजुरले यहाँबाट चाहिँ मजाले इन्कम चाहिँ लिन सक्नुहुन्छ स्पिनहरू गरेर पनि। यहाँ चाहिँ हाम्रो एउटा एड ओपन भएको छ, सो यो एड कम्प्लिट हुन देऊ। सिम्पली म चाहिँ यसलाई कट गर्छु। अब सिम्पली फेरि कट गर्छु अनि फेरि कट गर्छु है त। यति गर्नुसाथ हाम्रो स्पिन चाहिँ कम्प्लिट भइसकेको छ। हजुरले 6 टाइम चाहिँ यो गरेर आफ्नो एकाउन्ट चाहिँ ओपन गर्नुपर्ने हुन्छ है त। अब त्यस्तै गरी यहाँ हजुरले पेले नाउ भन्ने अप्सनहरू चाहिँ धेरै देख्न सक्नुहुन्छ। यी गेमहरू खेलेर पनि यहाँबाट चाहिँ मजाले इन्कम चाहिँ लिन सक्नुहुन्छ। पेपाल भनेको छ, हजुरले देख्न सक्नुहुन्छ है। यो गेम हो, यस्तो गरेर चाहिँ खेल्ने। यो चाहिँ हिट गर्ने अनि कोइनहरू अर्न गर्न सक्नुहुन्छ। यहाँ गिफ्टको अप्सन हुनेछ, यहाँबाट पनि हजुरले चाहिँ इन्कम लिन सक्नुहुन्छ। त्यस्तै गरी फर्स्टमा क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ सिम्पली मर्ज गरेर चाहिँ इन्कम लिन सक्नुहुन्छ। सिम्पली यस्तै गरेर चाहिँ मर्ज गर्न सक्नुहुन्छ अनि मर्जबाट हजुरले मजाले इन्कम चाहिँ लिन सक्नुहुन्छ। यहाँबाट चाहिँ हजुरले नयाँ बक्स ओपन गर्न सक्नुहुन्छ। अब जस्तै यिनी दुईवटा र मर्ज गर्ने अनि अर्को बनाउने अनि फेरि यस्तै गरेर चाहिँ यहाँबाट चाहिँ मर्ज गर्दै बनाउन सक्नुहुन्छ है त। अब हाम्रो यो लेभलमा पुगिसकेको छ। यिनी दुईवटा मर्ज गर्दा चाहिँ हाम्रो लेभल कम्प्लिट भइसकेको छ। अब 50 कोइन चाहिँ हामीले यसरी चाहिँ पाइसक्यो है त। हजुरले देख्न सक्नुहुन्छ 50 कोइन भनेर चाहिँ देखाएको थियो। यहाँ चाहिँ हाम्रो एउटा एड आएको छ। सिम्पली यसलाई कट गरौँ। कट गरिसकेपछि अब फेरि पनि हाम्रो कटको अप्सन आउनेछ। अझै पनि एकचोटि आउनेछ है त। सिम्पली यसलाई पनि कट गरौँ है त। अब यसलाई चाहिँ हजुरले 2x 50 कोइन आएको छ। 2x गर्नुभयो भने हजुरको सिधा 100 कोइन चाहिँ आउनेछ है त। म चाहिँ सिम्पली 2x मा ट्याप गर्छु है त। 2x मा ट्याप गरिसकेपछि हाम्रो यहाँ पनि केही समय लोडिङ लिन्छ। एड आएको छ, सो अब सिम्पली यसलाई पनि हामीले कट गर्नुपर्ने हुन्छ। सिम्पली कट गर्नु होला। कट गरिसकेपछि फेरि पनि कटको अप्सन चाहिँ हजुरकोमा पनि आउनेछ। सिम्पली कट गर्नु होला है त। अझै पनि एउटा कटको अप्सन आउनेछ। यस्तै चाहिँ कट गरेर चाहिँ हजुरले अब हाम्रो चाहिँ कोइन चाहिँ 100 कोइन चाहिँ एड भइसकेको छ। फाइनली मेरो 952 कोइन चाहिँ भइसकेको छ। म चाहिँ सिम्पली यसलाई स्किप गर्छु। अब यहाँ चाहिँ बक्स भन्ने अप्सन देख्न सक्नुहुन्छ। सिम्पली यो बक्स ओपन गरेर पनि इन्कम लिन सक्नुहुन्छ। म सिम्पली ओपन गर्छु। यहाँ चाहिँ हाम्रो एउटा एड चाहिँ लोड भएको छ। केही समय वेट गरौँ। यो चाहिँ हाम्रो एड हो, सो यसमा चाहिँ हजुरले मेन इन्कम सोर्स भनेको नै एड हो। एड हेरेर चाहिँ अर्निङ गर्ने हो है त। यसमा चाहिँ हजुरले सिम्पली रिवार्ड ग्यारेन्टेड भनेको छ। केही समय वेट गरौँ। यसलाई ब्याक गरौँ है त।
अब यहाँ पनि हामीले केही समय चाहिँ वेट गर्नुपर्नेछ। सिम्पली कटको अप्सन आएको छ, फेरि पनि कटको अप्सन आइसकेको छ। यति गर्नसाथ 13 कोइन चाहिँ हामीले पाइसकेका छौँ। 965 कोइन चाहिँ मसँग भइसकेको छ है त। यो एपबाट वेटलियाको अप्सनमा चाहिँ हजुरले थुप्रै मेथडहरू पाउन सक्नुहुन्छ। हजुरले अघि देखे जस्तै TRX, IMPay अनि पेपालको थ्रु चाहिँ वेटलिया लगाउन सक्नुहुन्छ है त। अब यसमा चाहिँ हजुरले आफ्नो साथीहरूले इन्भाइट गरे पनि इन्कम लिन सक्नुहुन्छ। यहाँबाट हजुरले आफ्नो साथीहरूलाई इन्भाइट गरेर इन्कम लिन चाहनुहुन्छ भने पनि हजुरले 15% कमिसन चाहिँ पाउन सक्नुहुन्छ। त्यस्तै गरी ऱ्याङ्किङमा चाहिँ हजुरको टपमा चाहिँ को छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ देखाउँछ। हाम्रो 563 कोइन चाहिँ सो गरेको छ। अहिले चाहिँ अपडेट भएको छैन, सो यस्तो सो गरेको छ है त। प्लेन ऱ्याङ्किङहरू छ। यहाँ चाहिँ थुप्रै मानिसहरूले चाहिँ विभिन्न टाइमहरूमा चाहिँ कोइन इन्कम गरिरहेका छन् है त। साथीहरू अवश्य पनि हजुरलाई आजको भिडियो चाहिँ मन पऱ्यो होला है त। भिडियो मन परेमा भिडियो लाइक तथा च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नभुल्नु होला।